किन विद्यार्थीहरू कसैले बोर्ड फर्स्ट ल्याउँछन् कम पढेर, कसैले रातभरि पढेर पनि आलु खाएर बस्छ? किनभने रातभरि पढ्नु सवाल होइन, सवाल पढ्दाखेरि डिस्ट्र्याक्सन नहुनु हो। त्यसकारण त्यो टप लेभलका विद्यार्थीहरूले खत्तम हुने विद्यार्थीभन्दा कम पढ्छन्, तर बढी याद हुन्छ। किन भन्नाले उनीहरूको डिस्ट्र्याक्सन चाहिँ हुँदैन। हामी रातभरि पढिरहेका हुन्छौँ, डिस्ट्र्याक्सन त्योभन्दा बेसी भइरहेको हुन्छ, र टप ल्याउने विद्यार्थीहरूको डिस्ट्र्याक्सन कम। सो टपर हुनुको लागि धेरै पढ्ने होइन, पढ बाबु पढ बाबु पढ। एकचोटि मैले क्वान्टम बाबुलाई भनेको थिएँ, बाबुले धेरै पढ्न रुचाउँदैनौ, किन? पापा मलाई नपढिकन आउँछ भने पढ्नु त टाइम वेस्ट होइन र भन्छ। एन्ड द्याट इज भेरी स्मार्ट एन्ड इन्टेलिजेन्ट एन्सर। किनकि उनलाई मन परेको विषयमा उनले पढ्नै पर्दैन, एकचोटि सुनेपछि रिकर्ड हुन्छ। तर मन परेको विषय हुनु पर्यो, मन परेको विषयमा उसको डिस्ट्र्याक्सन हुँदैन। टिचरले पढाएको भरले पुग्छ, होमवर्कको मारो गोली, राइट? त्यसैले यो कुरा बुझ्नुहोस्, मन परेको विषय पढ्यो भने एकचोटिमै आउँछ, मन नपरेको विषय पढ्यो भने 100 चोटिमा पनि आउँदैन, किनकि डिस्ट्र्याक्सन बढ्छ। त्यसैले यो डिस्ट्र्याक्सन बिना मनलाई केन्द्रित गर्न सक्ने जुन ताकत हो, यसलाई सामान्य भाषामा कन्सन्ट्रेसन, कन्टेम्प्लेसन, तर योगको भाषामा यसलाई धारणा भनिन्छ, कन्सन्ट्रेसन।